हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। हामी चाहिँ जाँदैछौँ अङ्कित दाईको बिहेमा र बिहेमा जानु अगाडि मैले चाहिँ यसो नेल एक्सटेन्सन गरिदिउँ न त भनेर ग्ल्याम नेल्स बाई शिवानीमा गएर बनाएँ र उहाँले चाहिँ एकदम राम्रो बनाउनुहुन्छ। यो चाहिँ मेरो सेकेन्ड टाइम हो है त्यहाँनेरि। त्यसपछि म गएँ मेहन्दी लाउनलाई। दाइले पनि एकदम राम्रो मेहन्दी लगाइदिनु भयो, यति छिटो सस्तो पनि अनि राम्रो पनि। क्या हेर्नुहोस् न कति राम्रो रचेको थियो। अनि हामी चाहिँ निस्क्यौँ 8 बजीतिर दिल्लीबाट र सुरज भैया अनि हाम्रो रिङ्कु भैया पनि हुनुहुन्छ, मेरो हस्बेन्डको साथीहरू है, उहाँहरू पनि हामीसँगै बिहेमा जाँदै हुनुहुन्थ्यो। र हामी पुग्यौँ झुम्का गिरा रे बरेली के बजारमै भन्दै बरेली हुँदै हुँदै हामी पुग्यौँ सजानपुर टाढा। फाइनली 6 घन्टा 7 घन्टाको एकदम यात्रापछि है पुग्यौँ हामी त्यहाँनेरि होटलमा चाहिँ हाम्रो लागि रुमहरू बुक गर्नुभएको थियो दाइले नै। दाइ चाहिँ एकदम बिजी हुनुहुन्थ्यो बिहेले गर्दाखेरि, सो बाटोमै भेटेर हामीलाई चाहिँ एकजना दाइसँग पठाइदिनु भयो। र एकछिन एसी नचलेको मेरो बुढो गर्मीले छटपटेर त्यहाँनिर यता र उता गर्दै हुनुहुन्थ्यो। यो पैसा चाहिँ हामीले उडाउनलाई साटेर ल्याएका थियौँ र म भएँ रेडी। त्यो दिन चाहिँ फेरि यति धेरै गर्मी एसी पनि चल्ने नचल्ने भएर यस्तो बिजोगले रेडी भएको थिएँ म है। जन्ती आउँदै गरेको हुनाले म गएँ तल र एकछिन वेट गरेँ। फाइनली अङ्कितकी बारात पनि आइपुग्यो। मान्छेहरू चाहिँ एकदम नाच्दै पटेका पड्काउँदै है, पटेकाले त मेरो कानै टिनिनी भइरहेको थियो कि। र फाइनली हाम्रो दाइ चाहिँ आउनु भएको छ, एकदम राम्रो देखिनु भएको थियो है। यहाँको बिहे नै अलिक अलग्गै खालको हुने राति है यस्तरी। तर त्यहाँनिर एउटा पनि छोरी मान्छे नाचेको देखिनँ कि मैले, सबै छोरा मान्छे मात्रै। गर्मीले पसिनाले मेकअप त सबै गइसक्यो, मेकअप कपाल सबै बिग्रिसकेको थियो। यहाँ चाहिँ हुँदैछ फोटो सुट है। अनि म चाहिँ के सोचिरहेको थिएँ भन्दाखेरि दाइलाई कति गर्मी भइरहेको होला कि भनेर बिचरा माया पनि लागिरहेको थियो। यता फेरि मेरो हिरोलाई हेरौँ न हो, भोक लागे जस्तो भयो र हामी गयौँ खानेकुरा खानलाई। आइटमहरू चाहिँ एकदम धेरै नै थियो है। तर के हो गाइस, जहाँ गए पनि चाउमिनमै जान्छ हो। आँखा खानेकुरा यति धेरै थियो, यति धेरै, तर मलाई चाउमिनै खानुपर्ने अब हो। अरू खाना खाएको चाहिँ मैले भिडियो गर्नै बिर्सेछु कि गर्मीले गर्दाखेरि मेरो दिमागले काम गरिरहेको थिएन। र फाइनली दुल्हनको एन्ट्री भएको छ, एकदम राम्रो देखिनु भएको थियो। र म गएँ गिफ्ट लिएर दुल्हनलाई कङ्ग्रेचुलेसन्स भने है। अनि अब मलाई पैसा उडाउन चाहिँ कस्तो लागिरहेको थियो, पहिलोचोटि अब कहिले पनि यस्तो गरेको थिएन नि त। अनि बुढोले उडाउ भन्नुभयो, मेरो बालले भन्दै यस्तो उडाइदिएँ मैले पनि है। फर्स्ट टाइम एक्सपिरियन्स गरेँ है यस्तो कुराहरू पनि। रमाइलो भयो ओभरअल सबै है। अनि फोटो खिच्नु न भन्दै हुनुहुन्थ्यो दाइले, बसेरै खिच्नु भाउँछु भन्नुभयो। म पनि ल नि त भनेर बस्थिएँ, फोटो खिच्यौँ। र यता हुँदैछ बवाल डान्स गइरहेको थियो, ढुकचुक नाचिरहेको थियो केटाहरू चाहिँ है। धेरै रात परिसकेको हुनाले हामी चाहिँ थाकेको थियौँ र अरू रसम नहेरिकन हामी रेस्ट गर्न गयौँ, सुत्यौँ। र भोलिपल्ट 8 बजे उठेर मुख धोएर फ्रेस भएर हामी लाग्यौँ घरतर्फ। राति यहाँ कति धेरै मान्छे थिए, अहिले सुनसान भइरहेको। घाम एकदम लागिरहेको थियो है। तर फेरि बिच बाटोमा पुग्दा चाहिँ पानी परेर डुबान, गाडीहरू सबै हेर्नु न डुबिरहेको थिए है। पानी एकदम धेरै परिरहेको थियो। बाटोमा बुढोले किन्दै हुनुहुन्छ आँप किनुन्जेल चाहिँ म के गर्ने भन्दाखेरि चाहिँ म चाहिँ टिकटक बनाउँदै बसेँ। फेरि पानी पर्यो र बर्सातको मजा लिँदै गीतको मजा लिँदै हामी पुग्यौँ दिल्ली। दाइको बिहे पनि एकदम रमाइलो भयो गाइस। थ्याङ्क यू फर वाचिङ।